रातभरि कसरी पढ्ने? जब इक्जाम नजिक आउँछ तब प्राय स्टुडेन्टको मनमा यही क्वेसन घुम्छ, इक्जाम आइसक्यो पढेको छैन, फेरि पढ्न बस्यो निन्द्रा मात्रै लाग्छ, हे भगवान के गर्नु नि? उनीहरू यसरी भगवानको प्रार्थना गर्दै पढ्न बस्छन् र पढ्न बसेको आधा घण्टा भएको छैन अघि सिराकभित्र पुगिसक्छन्। पुरा जोसिएर आज चाहिँ उज्यालो पार्छु भनेर पढ्न बसेका स्टुडेन्टहरू एक पेज पढिसक्दा नसक्दा एक निन्द्रा सुतिसक्छन्, किनकि एक त पढ्दा निन्द्रा लाग्छ, त्यसमाथि राति पढ्नु परेपछि त ज्वरै आउँछ। र कोही स्टुडेन्टहरू जबरजस्ती पढ्छन् तर पढ्न थालिसकेपछि आँखा आफै बन्द हुने, हाई काट्ने, उङ्ने गरेर त्यो पढेको नपढेको एउटै बनाउँछ। र आजको यो भिडियो सबै स्टुडेन्टहरूको लागि भने होइन, यो भिडियो सिर्फ लेट नाइट स्टुडेन्टहरूको लागि हो। खासमा स्टुडेन्टहरू दुई खाले हुन्छन्। पहिलो अर्ली मर्निङ स्टुडेन्ट, यी यस्ता स्टुडेन्टहरू हुन् जो कुखुरा स्वभावका हुन्छन्, मतलब बिहान चाँडै उठेर बाँच्छन्, आई मिन पढ्न बस्छन्। र अर्को लेट नाइट स्टुडेन्ट जो रातभरि उल्लु जस्तो पढ्छन्। आजको यो भिडियो स्पेसल्ली उल्लु जस्तो स्टुडेन्ट यानी लेट नाइट स्टुडेन्टहरूको लागि हो, किनकि नाइट स्टडी एकदमै इम्पोर्टेन्ट स्टडी हो जसले एक्जाममा म्याक्सिमम नम्बर ल्याउन मद्दत गर्छ।